जय माता दी मित्रहरू, तपाईँ सबैलाई माँ दुर्गाको पावन पर्व नवरात्रिको हार्दिक शुभकामना। प्रिय आमाहरू र दिदीबहिनीहरू, आज म तपाईँलाई माता रानीको एक अत्यन्तै सुन्दर कथा सुनाउन गइरहेको छु। जसले पनि सच्चा भावले यो कथा श्रवण गर्छ उनका बिग्रिएका सबै कार्य सफल हुन्छन् र सम्पूर्ण मनोकामना पूर्ण हुन्छन्। तपाईलाई थाहा नै छ, नवरात्रिको पवित्र 9 दिनमा आदिशक्तिमा दुर्गाका विभिन्न स्वरूपहरूको पूजा गरिन्छ। जसले पनि ती 9 दिनमा श्रद्धा र विश्वासका साथ पूजा गर्छ उनीहरू निश्चय नै सबै पापबाट मुक्त हुन्छन् र माता रानीले उनका सबै दुःख कष्टहरू हटाइदिनुहुन्छ। प्रिय मित्रहरू, म आदिशक्तिमा दुर्गासँग यही प्रार्थना गर्छु कि जसले पनि प्रारम्भदेखि अन्तसम्म यो कथा श्रवण गर्नेछ उनका सबै मनोरथ सिद्ध होस्। तर एउटा कुरा बुझ्नुहोस् कि यो कथा आधा अधुरो सुन्नु हुँदैन, अन्यथा पाप लाग्छ। अब तपाईँलाई ढिला नगरिकन यो नवरात्रिको पवित्र र प्राचीन कथा सुनाउन चाहन्छु। एक समयको कुरा हो, कैलाश पर्वतमा भगवान शिव ध्यानमग्न भएर बसेका थिए। त्यही बेला देवी पार्वती आउनुहुन्छ र उहाँलाई प्रणाम गर्नुहुन्छ। त्यसपछि भगवान शिवले भनिदिनुहुन्छ, हे देवी, भन्नुहोस् के कुरा हो। देवी पार्वती विनम्रपूर्वक भन्छन्, हे नाथ, म आज तपाईँको मुखबाट नवरात्रिको व्रत कथा श्रवण गर्न आएकी हुँ। यो व्रत किन गरिन्छ, यसलाई गर्दा मानिसले जीवनमा कस्तो पुण्य प्राप्त गर्छ, यो व्रत गर्ने विधि के हो, कृपया मेरो व्याकुल मनलाई शान्त पारिदिनुहोस्। भगवान शिव मुस्कुराउँदै भन्नुहुन्छ, हे देवी पार्वती, तपाईँले आज संसारको हितको लागि एक महान प्रश्न गर्नुभयो। तपाईँको माध्यमबाट सम्पूर्ण जनताले यस नवरात्रि व्रतको महत्त्व बुझ्नेछन्। अब तपाईँ ध्यान दिएर यो कथा श्रवण गर्नुहोस्। देवी पार्वती पनि अत्यन्तै उत्साहित हुँदै भनिन्, हे प्रभु, कृपया कथा सुनाउनुहोस्। म तपाईँको मुखबाट यो कथा सुन्न आतुर छु। त्यसपछि भगवान शिवले कथा सुनाउन सुरु गर्नुहुन्छ र भन्नुहुन्छ, हे देवी, पूर्वकालको कुरा हो, अङ्ग देशमा रामदिन नामका एक वैश्य आफ्नो परिवारसँग बस्थे। उनी अत्यन्तै गरिब थिए। उनका घरमा खानेकुरा पनि पुग्दैनथ्यो। कसरी उनले आफ्ना परिवारको पालन पोषण गरिरहेका थिए। जीवनयापनका लागि कुनै धन्दा वा उद्योग थिएन। साँझको समयमा उनी नगरतिर जान्थे र मानिसहरूको घरमा गएर रातिको बाँकी खाना मागेर ल्याउने गर्थे। त्यो ल्याएको भोजन आफ्ना सन्तानलाई खुवाउँथे अनि बाँकी जे हुन्थ्यो त्यसैबाट आफ्नो पेट भर्थे। यसरी दिनभरि भोकै बसेर राति थोरै अन्न खाएर उनी आफ्नो जीवन चलाइरहेका थिए। प्रिय मित्रहरू, ती वैश्य रामदिन स्वभावले अत्यन्तै दयालु थिए। उनले कहिल्यै कसैको आज्ञा उल्लङ्घन गर्दैनथे। सधैँ सत्य बोल्थे र आफ्नो कार्यप्रति सधैँ निष्ठावान रहन्थे। उनको मनमा घमण्डको लेस मात्र पनि थिएन। भगवान शिवले देवी पार्वतीलाई भन्नुभयो, हे देवी, त्यो वैश्य प्रत्येक दिन बिहान सबेरै उठ्थ्यो, नित्य कर्म गरेर भगवान र सबै देवी देवताहरूको पूजा गर्थ्यो। ऊ आफ्नो घरको ढोकामा आएका अतिथिहरूको सधैँ आदर सत्कार गर्थ्यो। एक दिन जस्तै रामदिन बिहान सबै कार्य सकेर कामको लागि निस्किँदै थिए। त्यति बेलामा उनको घरको ढोकामा एक तेजस्वी महाराज पधार्नुभयो। महाराजको गलामा रुद्राक्षको माला थियो र उनको मुखमण्डलमा सूर्य जस्तै तेज देखिन्थ्यो। त्यस्ता ब्राह्मण महात्मालाई देखेर रामदिनले तुरुन्तै हात जोडेर प्रणाम गरेर विनम्रपूर्वक भने, हे ब्रह्मदेवता, तपाईँलाई यस गरिबको कुटियामा स्वागत छ। कृपया भन्नुहोस्, म तपाईँको के सेवा गर्न सक्छु। त्यसपछि ब्राह्मण महात्माले भन्नुभयो, हे पुत्र, मलाई आज राति यहाँ विश्रामको लागि स्थान चाहिएको छ। ब्राह्मणको कुरा सुनेर रामदिनले छिटो छिटो घरमा एउटा उहाँको लागि ओछ्यान तयार गरिदिए। साँझ पर्नासाथ रामदिनले छिमेकी कहाँ गएर अलिकति अन्न उधारो मागेर त्यसबाट भोजन बनाएर ब्राह्मणलाई आदरपूर्वक खुवाए। जब ब्राह्मणले भोजन गरिसक्नुभयो, रामदिन अत्यन्तै व्याकुल र डराएको स्वरमा हात जोडेर विनयका साथ भन्न लागे, हे ब्रह्मदेवता, यदि तपाईँ हाम्रो
अतिथि धर्मबाट प्रसन्न हुनुहुन्छ भने के म तपाईँलाई केही प्रश्न सोध्न सक्छु? रामदिनको विनम्रता देखेर ब्राह्मण महात्माले मुस्कुराउँदै भन्नुभयो, सोध पुत्र, के सोध्न चाहन्छौ? त्यसपछि रामदिन आँसु टल्काउँदै बोले, हे ब्रह्मदेवता, तपाईँको महिमा चारैतिर फैलिएको छ। मैले सुनेको छु कि तपाईँ महान ज्ञानी पुरुष हुनुहुन्छ र प्रसन्न भएर जसको भलो गर्न चाहनुहुन्छ त्यसको कल्याण हुन्छ। कृपया मलाई बताइदिनुहोस्, मेरो यो दरिद्रता र गरिबी कसरी अन्त्य हुनेछ? यो अभावका कारण म आफ्ना परिवारजनहरूको पालन पोषण गर्न समेत असमर्थ भएको छु। मलाई व्यक्तिगत धनको लोभ छैन, तर परिवारलाई दुःख नहोस् भन्ने मात्र मेरो चाहना हो। रामदिनले रुँदै अघि थपे, हे ब्रह्मदेवता, मेरा पुत्र पुत्रीहरू भोकले चित्कार गर्दै रोइरहेका हुन्छन्, तर मेरो घरमा त्यति अन्न पनि हुँदैन कि उनीहरूलाई एक मुट्ठी अन्न खुवाउन सकु। उनीहरूको पीडा मैले सहन सक्दिनँ। आज त रोइरहेका आफ्ना बालबालिकालाई असहाय भएर म घरबाट निकाल्न बाध्य भएर उनीहरू कतै हराए जस्तो छन्। यसै कारणले मेरो हृदय शोकको आगोमा जलिरहेको छ। फेरि रामदिनले करुणाको स्वरमा भने, हे ब्रह्मदेवता, मेरी छोरी अब विवाहयोग्य भइसकेकी छिन्, तर उसको विवाहका लागि मेरो घरमा केही छैन। म उसलाई कसरी विवाह गरिदिउँ, कसरी कन्यादान गरौँ? मेरो हातमा त थोरै पनि धन छैन। यही कारणले म अत्यन्तै व्यथित छु। त्यसपछि वैश्य रामदिन अत्यन्तै विनम्र स्वरमा भन्न लागे, हे ब्रह्मदेवता, कृपया मेरा यी सबै दुःखको निवारण गरिदिनुहोस्। तपाईँ विद्वान हुनुहुन्छ, अवश्य नै तपाईँ मलाई कुनै तप मन्त्र वा व्रतको उपाय बताउनुहुनेछ, जसले गर्दा म आफ्ना परिवारजनको पालन पोषण गर्न सक्षम हुँ। हे ब्रह्मदेवता, तपाईँ आफ्नो तपोबल र ज्ञान शक्तिबाट विचार गरेर मलाई कुनै उपाय सुझाइदिनुहोस् र मलाई यो गरिबीको दलदलबाट बाहिर निकाल्नुहोस्। मित्रहरू, यसरी वैश्य रामदिनले बारम्बार याचना गरेपछि ब्राह्मण महात्माले धैर्यपूर्वक मुस्कुराउँदै भन्नुभयो, हे पुत्र, मैले तिम्रो दुःखको कारण बुझेको छु। अब तिमी कुनै चिन्ता नगर। म अवश्य तिमीलाई यस कठिन घडीबाट निस्कन उपाय बताउनेछु। भगवान् शिवले देवी पार्वतीलाई सुनाउँदै भन्नुभयो, हे देवी। त्यस ब्राह्मणले रामदिनलाई उपाय बताउँदै यसरी भने, पुत्र, नवरात्रि नजिकै छ। तिमी नवरात्रिका दिनहरूका आदिशक्ति माँ दुर्गाको व्रत र अनुष्ठान गर। श्रद्धा र विश्वासका साथ भगवतीको पूजा अर्चना तथा हवन गर। यसरी गर्ने हो भने माँ दुर्गाको कृपा तिम्रो परिवारमाथि हुनेछ र तिम्रा सबै कार्य सफल हुनेछन्। तिम्रो घरको गरिबी नष्ट हुनेछ। हे पुत्र, यस संसारमा नवरात्रिभन्दा पवित्र र सुखदायक व्रत अरू कुनै पनि छैन। यो व्रतले ज्ञान र मोक्ष दिने गर्छ, सुख समृद्धि ल्याउँछ, सन्तान वृद्धि गराउँछ, घरका सबै रोकिएका काम सफल बनाउँछ र शत्रुको पूर्ण रूपमा विनाश गर्छ। त्यसपछि ज्ञानी ब्राह्मण महात्मा अझै अघि भन्न लागे, हे पुत्र, ब्रह्मानन्द देवऋषि नारदले भगवान् श्री रामको वनगमनको समयमा प्रभुका सामु यही नवरात्रि व्रतको महात्म्य गरिदिएका थिए। देवऋषि नारदजीले प्रभुलाई भन्नुभयो, हे प्रभु, मानिस जस्तो नै कठिन परिस्थिति वा सङ्कटमा परे पनि उसले यो व्रत अवश्य गर्नुपर्छ। यसभन्दा अघि महर्षि विश्वामित्र, महर्षि भृगु, गुरु वशिष्ठ र महामुनि कश्यपले पनि यस व्रतको अनुष्ठान गरेका थिए। वृत्तासुरको वध गर्ने इन्द्रदेवले पनि यो व्रत गरेका थिए। राक्षस त्रिपुरको संहारका लागि स्वयं भगवान् शिवले पनि नवरात्रिको व्रत गरेका थिए। त्यसपछि नारदजीले भन्नुभयो, हे प्रभु, भगवान् श्री हरि विष्णुले समेत राक्षसराज मधुलाई मार्न सुमेरु पर्वतमा नवरात्रिको व्रत गरेका थिए। यसरी हे प्रभु, तपाईँले पनि यो व्रत गर्नुहुनेछ। यसरी हे प्रभु, तपाईँले पनि यो व्रत गर्नुहुने हो भने रावणको वध सहजै गर्न सक्नुहुनेछ। देवऋषि नारदको मुखबाट देवीको महिमा सुनेपछि भगवान् श्रीरामले विनयपूर्वक भने, हे ब्रह्मानन्द, अब तपाईँ हामीलाई देवी उपासनाको पनि विधि बताइदिनुहोस्। त्यसपछि नारदजीले उत्तर दिँदै भने, हे प्रभु, तपाईँ समतल भूमिमा एक
पवित्र सिंहासनमा भगवती जगदम्बालाई विराजमान गराई सम्पूर्ण विधिपूर्वक नवरात्रिको अनुष्ठान गर्नुहोस्। देवऋषि नारदजीले भगवान श्रीरामलाई भने, हे श्री प्रभु, तपाईँ श्रद्धा र भक्तिसहित आराधना गर्नुहोस्। यसरी गर्ने हो भने माँ जगदम्बा तपाईँमाथि प्रसन्न हुनुहुनेछ र तपाईँको विजय हुनेछ। नारदजीको वचन सुनेपछि भगवान श्रीरामले किष्कन्धा पर्वतमा बसेर नवरात्रिको श्रेष्ठ व्रत सम्पन्न गर्नुभयो। भगवान शिवले देवी पार्वतीलाई सुनाउनुभयो, हे देवी, यही प्रकारले त्यो ब्राह्मण महात्माले नवरात्रिको व्रतको महत्त्व वैश्य रामदिनलाई सुनाइदिए। यो कुरा सुनेपछि वैश्य अत्यन्तै प्रसन्न भएर उनले ब्राह्मण महात्मालाई आफ्नो गुरु मानेर देवीको मन्त्रको दीक्षा ग्रहण गरे। त्यसपछि ब्राह्मण महात्मा आफ्नो गन्तव्यतर्फ लाग्नुभयो। रामदिनले त्यसपछि नवरात्रिको समयमा अत्यन्तै भक्ति र श्रद्धापूर्वक पूर्ण विधिपूर्वक 9 दिनसम्म व्रत बसेर गुरुबाट पाएको मन्त्रको जप निरन्तर गर्दै गए। मित्रहरू, त्यो वैश्यको अखण्ड भक्ति र श्रद्धाबाट प्रसन्न भएर नवरात्रिको अन्त्यतिर अष्टमी तिथिको मध्यरातमा माँ दुर्गाले साक्षात् दर्शन दिनुभयो। देवीले प्रेमपूर्वक भन्नुभयो, हे पुत्र, म तिम्रो भक्ति र पूजा देखेर अत्यन्तै प्रसन्न छु। माग, जे तिमी माग्न चाहन्छौ निसङ्कोच माग, म अवश्य प्रदान गर्नेछु। साक्षात् माँ दुर्गालाई आफ्नै आँखामुनि देख्दा रामदिनले आफ्ना नेत्रमा विश्वास गर्न सकेनन्। हर्षका आँसु टल्किए। उनले बारम्बार प्रणाम गर्दै भने, हे माँ, म त तपाईँको दर्शन पाइ धन्य भएको छु। तपाईँको दर्शन नै मेरा लागि सबैभन्दा ठुलो सौभाग्य हो। तपाईँ त सम्पूर्ण सृष्टिको जननी हुनुहुन्छ। म जस्तो साधारण भक्तलाई दर्शन दिनुभएकोमा महान उपकार गर्नुभयो। अब मेरो मनमा कुनै व्यक्तिगत कामना छैन। तपाईँको दर्शन पाउना साथ नै मेरा सबै दुःख नष्ट भए। तर रामदिनले फेरि अत्यन्त विनम्र स्वरमा अघि भने, हे माता, कृपया केवल यति कृपा गर्नुहोस् कि मेरा पुत्र पुत्रीहरूलाई पर्याप्त भोजन प्राप्त होस्। उनीहरूलाई हरेक दिन भोक्कै सुत्न नपरोस्। यही मेरो जीवनको सबैभन्दा ठुलो अभिलाषा हो। रामदिनको सरल स्वभाव र निष्कलङ्क मन देखेर माँ दुर्गाले मधुर मुस्कानसहित भन्नुभयो, हे पुत्र, म तिम्रो सत्य भक्ति र तपस्याबाट प्रसन्न छु। आजदेखि तिम्रो घरको दरिद्रताको अन्त्य हुनेछ। तिम्रो घर धन धान्यले भरिनेछ र तिम्रो परिवारका सबै समस्याहरू समाप्त हुनेछन्। तिम्रा सन्तानहरूलाई सधैँ पेटभरि भोजन प्राप्त हुनेछ र उनीहरूले आनन्दमय जीवन व्यतीत गर्नेछन्। तिम्रो छोरीको विवाह पनि शीघ्र सम्पन्न हुनेछ। यति भन्नासाथ त्यहाँ एक दिव्य प्रकाश फैलियो र माँ दुर्गा अन्तर्ध्यान हुनुभयो। त्यही छेडदेखि रामदिन वैश्यको घरमा अद्भुत परिवर्तन भयो। उनको सानो कुटिया पलभरमै विशाल महलमा परिणत भयो। यो महल स्वर्णमणि र बहुमूल्य रत्नहरूले भरिएको थियो। यो सब देखेर रामदिन बारम्बार हात जोड्दै माँ दुर्गालाई धन्यवाद ज्ञापन गर्न थाल्यो। अब रामदिन वैश्यको घरमा खाने पिउने कुनै कमी रहेन। माता दुर्गाको कृपा पाएका उनले गरिबहरूको सहयोग गर्न थाले, जसका कारण नगरका सबै मानिसहरू उनलाई अत्यन्तै माया गर्न लागे। केही समयपछि रामदिनले आफ्नी छोरीको विवाह पनि उत्तम वर खोजेर ठुलो धुमधामसाथ सम्पन्न गर्नुभयो। हे देवी पार्वती, भगवान शिवले भन्नुभयो, यति सम्पत्ति र सुख पाए पनि रामदिन वैश्यले आफ्नो श्रद्धा र भक्ति कहिल्यै छोडेनन्। उनी निरन्तर माता दुर्गाप्रति आभार व्यक्त गरिरहे। उनको जीवन आनन्द र समृद्धिले भरियो र उनको परिवारले पनि देवी माताप्रति भक्ति र समर्पणको मार्गलाई अँगाले। दुर्गा माताको कृपाले उनीहरू सुखपूर्वक जीवन बिताउन थालेर सबै दुःख कष्टबाट मुक्त भए। हे देवी, यसरी नवरात्रिको पावन व्रत कथा समाप्त हुन्छ। जो कोही स्त्री वा पुरुषले यो कथा श्रवण गर्छन् उनको नवरात्रिको व्रत सफल होस्। जसलाई सम्पूर्ण नवरात्रि उपवास राख्न कठिन हुन्छ ती व्यक्तिले यदि पवित्र मनले केवल 2 दिन अष्टमी र नवमीको व्रत पनि गरे भने तिनीहरूलाई यथोचित फल प्राप्त हुन्छ। नवमीको दिन व्रत पूर्ण भएपछि कन्याहरूको कुमारी पूजन गर्नुपर्छ। ब्राह्मणलाई भोजन गराउनुपर्छ, अन्नदान गर्नुपर्छ र गौमातालाई रोटी खुवाउनुपर्छ। भगवान शिवले भन्नुभयो, हे देवी, सम्पूर्ण ब्रह्माण्डमा भएका सबै व्रत र
दानमध्ये नवरात्रिको व्रत सर्वोपरि छ, किनकि यसले धन धन्य, सुख समृद्धि, सन्तान वृद्धि, आयु आरोग्य, स्वर्ग र मोक्ष सबै प्रदान गर्छ। यस व्रतमा आदिशक्ति दुर्गाका विभिन्न रूपहरूको अभिवार हुन्छ र जो कोही मनुष्यले व्रत गर्छ उनीहरूको सबै मनोकामना पूर्ण हुन्छन्। हे देवी, व्रत राख्नेले जमिनमै सुत्नुपर्छ, ब्रह्मचार्य पालन गर्नुपर्छ र फलाहार गर्नु श्रेष्ठकर हुन्छ। पूजा गर्दा नरिवल, कागती, अनार, केरा आदिका फल र अन्नको भोग चढाउनुपर्छ। यस व्रतको अवधिमा व्रतीले आफ्नो जीवनमा क्षमा, दया, उदारता र करुणाको भाव राख्ने सङ्कल्प लिनुपर्छ। साथै क्रोध, मोह, लोभ आदि दुष्पाप प्रवृत्तिहरू त्याग्नुपर्छ। देवी माताको आह्वान, पूजन, विसर्जन र पाठ आदि सबै बिहानको समयमा गर्नु शुभ हुन्छ। यदि पूजा स्थापना गरेपछि कुनै स्त्रीलाई सुत्केरो, जुठो लाग्यो भने कुनै दोष लाग्दैन, तर यदि पूजा अगाडि नै यस्तो लाग्यो भने पूजन गर्न हुँदैन। यदि कुनै मनुष्यले विद्या, धन अथवा पुत्र प्राप्त गर्न चाहन्छ भने यस नवरात्रिको पावन व्रत श्रद्धा र विश्वासका साथ सम्पूर्ण नियम पालना गरी गर्नुपर्छ। त्यसपछि देवी दुर्गाले उहाँका सबै अभिलाषाहरू पुरा गर्नुहुन्छ। हे देवी, यदि कुनै मानिसले मनमा जुनसुकै अभिलाषा राखे पनि यस सौभाग्यदायी र कल्याणकारी व्रतलाई विधिपूर्वक सम्पादन गर्नुपर्छ। यस व्रतको अनुष्ठान गर्ने व्यक्तिले विद्या चाहेको भए सम्पूर्ण विद्या प्राप्त गर्छ। राज्य गुमाएको राजा आफ्नो राज्य पुनः प्राप्त गर्छ। जसले विगत जन्ममा यो श्रेष्ठ व्रत गरेका छैनन् तिनीहरू यस जन्ममा रोगी, गरिबी र सन्तानविहीन भएर जन्मिने गर्छन्। जुन स्त्री बन्ध्या, विधवा वा निर्धन हुन्छन् उनीहरूले पनि अघिल्ला जन्ममा यो व्रत नगरेको अनुमान गर्न सक्छन्। जसले दुःख र पीडाको नाश गर्ने, सिद्धि दिने, जगतको कल्याण गर्ने जगत स्वरूपिणी भगवतीको उपासना गर्दैन उनीहरू यो पृथ्वीमा निरन्तर दुःख, गरिबी र शत्रुको पीडामा बस्न बाध्य हुन्छन्। अब हे देवी, म तपाईँलाई यस व्रतसँग सम्बन्धित नियमहरू बताउँछु, कृपया ध्यानपूर्वक श्रवण गर्नुहोस्। नवरात्रिको व्रत तब आरम्भ हुन्छ जब मानिसले दृढ निश्चय र शुद्ध हृदयले व्रतको सङ्कल्प लिन्छ। यही सङ्कल्पले मानिसलाई देवी दुर्गाको कृपासम्म पुर्याउने यात्रा आरम्भ हुन्छ। जब कसैले दुर्गा माताको उपासना गर्ने सङ्कल्प गर्छ त्यसले आफ्नो मन र शरीरलाई शुद्ध राख्नुपर्छ। शुद्धता केवल बाह्य मात्र होइन, अन्तर्मनको पवित्रता पनि अपरिहार्य हुन्छ। यही कारणले व्रतको आरम्भ सङ्कल्पद्वारा हुन्छ, जसमा व्रती आफूलाई देवी दुर्गाका चरणमा समर्पित गर्छ। व्रतको अवधिमा भोजनमा विशेष ध्यान दिनुपर्छ। केवल पवित्र अन्न ग्रहण गर्नुपर्छ जसमा तामसिक पदार्थ मिसिएको नहोस्। यदि कसैले सम्पूर्ण 9 दिन उपवास गर्न सक्छ भने त्यो उत्तम मानिन्छ, तर यदि शारीरिक कारणले सम्भव भएन भने फलाहार वा दिनमा एकपटक मात्र भोजन गर्न सकिन्छ। भोजन सादा शुद्ध हुनुपर्छ, अर्थात् प्याज, लसुन, मासु जस्ता पदार्थबाट टाढा रहनुपर्छ। संयमले जीवन बिताउनु नै सच्चा उपवास हो। हे देवी, जब तपाईँ दुर्गा माताको पूजा गर्नुहुन्छ केवल फूल, धूप र दीप मात्र अर्पण नगरी आफ्नो हृदयको भक्ति पनि अर्पण गर्नुपर्छ। देवीलाई रातो फूल विशेष प्रिय हुन्छ, त्यसैले रातो पुष्प अर्पण गर्नु उत्तम हुन्छ। तर यसभन्दा पनि महत्त्वपूर्ण कुरा भनेको आफ्नो सम्पूर्ण मनलाई देवीमा समर्पण गर्नु हो। पूजा गर्दा दुर्गा माताका 9 रूपहरूमध्ये प्रत्येक दिन एक एक रूपलाई अर्पित गरी ध्यान गर्नुपर्छ। यसरी व्रतको समय प्रत्येक दिनको पूजा देवीका विभिन्न शक्तिप्रति समर्पित हुनुपर्छ। व्रतका दिन अरूलाई गाली गर्न हुँदैन, संयमपूर्वक काम गर्नुपर्छ। जसरी तपाईँ आफ्नो बाणीलाई पवित्र राख्नुहुन्छ त्यति नै छिटो दुर्गा माताको कृपा तपाईँमाथि बस्नेछ। हे देवी, जो मानिसले प्रतिदिन पूजा र आराधना गर्छन् उनको घरमा कहिल्यै पनि नकारात्मक ऊर्जा प्रवेश गर्दैन, बरु त्यो घरमा सधैँ शान्ति, समृद्धि र शुभता बस्ने गर्छ। हे देवी, नवरात्रिको अन्तिम दिन व्रत पूर्ण गर्नका लागि र माता दुर्गाको कृपा प्राप्त गर्नका लागि कन्यालाई भोजन गराउनुपर्छ र पूजा पनि गर्नुपर्छ। त्यसपछि मात्र व्रत पूर्ण हुन्छ। भगवान शिवजीले माता पार्वतीलाई नवरात्रिको व्रतको
महत्त्व बताउँदै भन्नुभयो, यो व्रत केवल सांसारिक इच्छाहरू पूरा गर्ने साधन मात्र होइन, आत्माको पवित्रता र सन्तुष्टिका लागि पनि गरिन्छ। जसले श्रद्धा र भक्तिसहित यो व्रतको पालना गर्छ, ऊ देवी दुर्गाको कृपाले सबै दुःखबाट मुक्त हुन्छ र उसका सम्पूर्ण अभिलाषाहरू पूरा हुन्छन्। त्यसैले हे देवी, जो कोही यो व्रत गर्ने सङ्कल्प लिन्छ, उसले तन मन र आत्माको पूर्ण पवित्रतासहित यस साधनामा लाग्नुपर्छ। यसरी भगवान शिवले माता पार्वतीलाई नवरात्रिको महामात्यम र कथा सुनाउनुभयो। प्रिय मित्रहरू, अब नवरात्रिमा प्राप्त हुने केही शुभ सङ्केतहरूको कुरा गरौँ। यदि नवरात्रिको पूजा गर्दा तपाईँलाई यस्तो लाग्छ कि माताको मूर्तिले मुस्कुराइरहेको छ वा ओठहरू हल्लिरहेका छन् अथवा माताको दृष्टि सिधै तपाईँमाथि परिरहेको छ भने यो अत्यन्तै शुभ सङ्केत हो। यदि नवरात्रिको अवधिमा वा पछि सपनामा उल्लु देखियो भने यो माता लक्ष्मीको आगमनको सङ्केत हो, जसले तपाईँको जीवनमा धन सम्पत्ति ल्याउनेछ। त्यसरी नै नारियल, हाँस वा कमलको फुल बिहानै देख्नु पनि माता दुर्गाको विशेष कृपाको चिन्ह हो, जसले भाग्य चम्काउनेछ। यदि नवरात्रिको समयमा घरबाट निस्किँदा वा विशेष गरी मन्दिरबाट निस्कँदा गाई देख्नुभयो भने यो पनि शुभ मानिन्छ। यसको अर्थ माता दुर्गा छिट्टै तपाईँको सम्पूर्ण मनोकामना पुरा गर्न लाग्नुभएको छ। सपनामा पूर्णिमाको चन्द्रमा, गङ्गाजी, सूर्य, मयूर, दीपक, महल, फुलको माला वा रुद्राक्ष देख्नु पनि अत्यन्तै शुभ सङ्केत मानिन्छ। यसलाई मन्त्रसिद्ध हुने सङ्केतको रूपमा लिइन्छ। त्यस्तै आफूलाई सुन वा चाँदीका भाँडाकुँडा प्रयोग गरेर भोजन गरिरहेको देख्नु पनि ठुलो सौभाग्यको सूचक मानिन्छ। भगवान शिवले फेरि भन्नुभयो, हे देवी, व्रतको समयमा कसैले पनि मदिरा वा तमाखु सेवन गर्न हुँदैन। यो कुरा विशेष ध्यान दिनुपर्छ। भोजन बनाउने र खाने स्थान सधैँ सफा राख्नुपर्छ। व्रत अवधिमा मन शान्त राख्नुपर्छ र माता दुर्गाको भक्ति तथा आराधनामा तल्लीन हुनुपर्छ। यस समयमा नकारात्मक विचारबाट टाढा रहनुपर्छ। प्रिय मित्रहरू, यसरी आजको यो ज्ञानमय र प्रेरणादायी कथा सम्पन्न हुन्छ। आशा छ यो कथा तपाईँलाई मन पर्यो। यदि मन परेमा एकपटक श्रद्धा र भक्तिसहित लेख्नुहोस्। जय माता दी, जय जगदम्बा भवानी। प्रिय मित्रहरू, यो कथा सुन्नुभएकोमा तपाईँ सबैलाई मनदेखि नै धेरै धेरै धन्यवाद। यदि तपाईँहरू हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोस् र भिडियोलाई लाइक गर्न नभुल्नुहोला। साथीहरू, फेरि पनि हामी यस्तै ज्ञानवर्धक भिडियोमा भेट्नेछौँ। तबसम्मको लागि बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।